लगाइछ बाटो चाहिँ आइपुग्छ होइन मलाई सर्लक्क पखालेर फेरि सेकेन्ड बाटो देखिसकेको अवस्था होइन सेकेन्ड बाटो अब यसलाई अझै भिडियो बनाउँदैछु बाटो चाहिँ यति भइसकेको छ होइन अझै यहाँ उम्रिरहेको रहेछ अझै यहाँदेखि प्रत्येक गुड मर्निङ गाइज गुड मर्निङ वेलकम ब्याक आवर युट्युब च्यानल लेट्स सी अनदर भिडियो आज पनि तपाईँ धेरै पछि तपाईँहरूमा आज आइसकेको छु अनि चाहिँ के छ तपाईँहरूको हालखबर सन्चै आरामै हुनुहुन्छ होला मेरो सब्सक्राइबरहरू आज चाहिँ अब स्पेसल भिडियो बन्दैछ धेरै दिनपछि अनि आज चाहिँ अब अर्ग्यानिक जङ्गलमा पाउने अर्ग्यानिक अब यो पुरै जङ्गलभरि खोज्नुपर्छ आज चाहिँ सिङ्गल छु हिजो अस्ति चाहिँ धेरै मान्छेहरू हुन्थ्यौँ आज चाहिँ अब बिदा नपरेको भएर अब 2 दिन जति भएको थियो बाँको साको खोज्न हिँडेको आज चाहिँ अब वनमा बाँको हाम्रोतिर बाँको भन्ने पाउँछ होइन बाँको पाएर बाँकोलाई भेटाएर अनि के मिसाएर अनि खाने बन्छ त्यो चाहिँ पुरै सम्पूर्ण भिडियो चाहिँ यो भिडियोमा हालिदिने छु होइन खान सुरु गर्दैछु होइन कतिको बाँको भेटिन्छ बाँको हाम्रोतिर पाउँछ तर नेपालमा सबैतिर पाउँदैन होला होइन अनि चाहिँ हाम्रो भेगतिर पनि कुनै ठाउँतिर पाउँछ हाम्रो ठाउँतिर त च्याउ बाँको अनि यताउता अग्रम बग्रम सबै पाउँछ होइन त्यही भएर अब धेरै टाढाबाट नै आइरहेको हुन्छन् आज चाहिँ आफ्नो घर छेउतिर यस्तो खोज्नेवाला छु बाँको होइन बाँको पनि देखाउनेवाला पनि छु भिडियोमा कति भेटिन्छ भोलि चाहिँ खतरा भिडियो बनाउँछु होइन भोलि चाहिँ धेरै मान्छेहरू धेरै टाढा जङ्गलमा जाने प्लानिङ गरिरहेको थियौँ हाम्रो चाहिँ आज चाहिँ हेरौँ कतिको पाउँछ लेट्स सी फर्स्ट बाँको चाहिँ भेटिसकेको छ सानो स्मल बाँको यसलाई भन्छ बाँको होइन यसलाई निकाल्ने यसलाई कसरी बनाउँछ के गर्छ सब भिडियोमा हालिदिने छु यो चाहिँ सानो होइन अलि बिस्तारै भेटिन्छ 10 मिनट जङ्गल डुलेपछि बल्ल भेटिरहेको छ फेरि सेकेन्ड बाँको देखिसकेको अवस्था होइन सेकेन्ड बाँको अब यसलाई ट्याक्क तानमा अलि ठुलो भाँच्यो यार ठिकै छ 2टा भयो यहाँ पनि 2टा देखिरहेको छु बाँको बाँको यसलाई भन्छ गाई बाँको हाम्रोतिर अझै साना नि भाँच्यो यार नमार्दा ठिक हुन्थ्यो ल समात्न सजिलो हुन्छ ल 4 पिस भइहाल्यो भन्नै भेटाउनु पर्छ तर यहाँ बच्चाबच्चीहरू धेरै खोज्न हिँडिरहेको हुन्छन् क्या यो साइडतिर त्योहरू अलि भेटिन अलि गाह्रो भइरहेको मान्छेहरू पनि जनसङ्ख्या पनि धेरै वृद्धि भइरहेको छ अनि मान्छेहरू पनि धेरै इन्ट्रेस्ट गरिरहेको हुन्छन् यसमा यो प्रति अब यो पाउने सिजन हो नि त यसपछि गुरु बाँको पाउँछ हाम्रो जङ्गलतिर चाहिँ यस्तो भिडमासम्म आउनुपर्छ होइन यहाँ चाहिँ अलिक ठुलै बाँको भेटेँ अब यो पनि सानै हो हुन त त्यही पनि योभन्दा ठुला पनि बाँको हुन्छन् अब यसलाई यहाँ खोदल्ने अहिलेसम्म यति भेटाएको छु टक्क खोदल्ने ट्याक्क निकाल्ने अब चट्ट लाग्यो हेर्न सक्नुहुन्छ पाउन गाह्रो पर्छ यस्तो जङ्गल हिँड्नुपर्छ ल त्यसै अर्ग्यानिक खाना पाइन्छ त मिठो तरकारी खोज्दैछु अझै गाइस फाइनल फेरि अर्को अहिले चाहिँ अर्कै बाँको भेट्यो होइन यसलाई चाहिँ पटाको बाँको भन्छ होइन पटाको बाँको फक्रेको पनि भन्छ होइन यो चाहिँ ठुलो भइसकेर अनि यो फुटेको जस्तै यस्तो हुन्छ यो ठुलो छ त यो ठुलो बढी अलि छिप्पियो भने चाहिँ यस्तरी निस्किन्छ यो फक्रेको बाँको भन्छ होइन जङ्गल यता छ बाँकै बोकै हो पुरा यसलाई उखाउन गइहालौँ धेरै भइसक्यो यता आज चाहिँ जङ्गलतिर गइएन अब किनभने यतै खोज्न पर्ला भनेर किनकि आज बाघले पनि आज राति बाघले चाहिँ गाइस बाँको यति नै भेटेको छ अब यो फक्रेको बाँको टिप्न छ बाँकी अनि अझै खोज्नु छ बाँको आज यति नै भेटेको छ गाउँतिर मात्रै खोजिरहेको छु जङ्गलतिर गएन आज एक्लै पनि भए आज चाहिँ एक्लै बनाउँदै गरौँला लास्टमा बाँको अब टिप्छु आज चाहिँ जङ्गलतिर गइएन किनभने एक्लै पनि भइयो अनि चाहिँ कहिले 2 दिन भएको थियो जङ्गलतिर जान लाग्यो हिजो चाहिँ बाघले अनि चाहिँ घरमै आएर गोरुहरू मारिदिएको भएर अनि चाहिँ एक्लै अब जङ्गलमा नजाऊँ भन्ने डर भएर पनि अझै भिडियो बनाउँदैछु बाँको चाहिँ यति भइसकेको छ होइन अझै यहाँ उम्रिरहेको रहेछ अझै यहाँदेखि प्रत्येक भिडियो बनाउँदै सकिँदैन त्यही भएर गाइस अरू ठाउँ कता छ त यार
अरू कतै छ त एक्लै हो त्यही भएर कसैले टिप्दैन अब मान्छे धेरै भइदियो उ त्यो बाँको मेरो त्यो बाँको मैले देखेको भन्ने हुन्थ्यो अब कोही छैन फ्रिडममा मस्तसँग चिलमा अब धेरै जङ्गलतिर पनि गइएन अनि देखिँदैन कि त्यही भएर भिडियो बना कामै छैन अब फ्याट अब यसलाई उखल्छु अझै खोज्न छ अझै टन्नै खोज्छु होला तल 2टा यहाँ एउटा यताको भेगभरि सबै खोजेँ यहाँ माथि 3टा भेटाएको थिएँ पुरा पोखरा यस्तो छ यहाँ तल खेत खोला यो त घर छेउ साइडतिर हो यो अनि धेरै जङ्गलतिर यता जनावर पनि हुँदैन नत्र यो बाँको पुरै आधा जति बाँको त जङ्गलतिर उसले खाइदिएको हुन्छ दुम्सी भन्ने जनावरले ल त्यहाँ भेटेछु अझै योभन्दा अझै धेरै भेट्छु होला भेट्न त डेस्टिनेसन अझै टाढै छ गाउँतिर खोज्दै भए पनि भेट्छु होला मेबी ल गाइस फाइनली बाँको यति भेटाएर आइसकेको अवस्था होइन अनि अब चाहिँ घर जाने घर गएर अब के हुन्छ के काम हुन्छ अनि यसलाई उसानेर देखाउने छु भिडियोमा होइन कसरी सब्जी बनाउने कसरी बनाउने भनेर भिडियो एकछिनमै हाल्नेछु यति बाँको घर आधा कट्ठा भएको छ अब गएर चाहिँ खानासाना खाएर अनि यो कसरी बनाउने कसरी उस गर्ने भनेर भिडियो देखाइदिनेछु है गाइस भिडियो लास्टसम्म हेरिदिनु होला यो बाँको ल गाइस बाँको चाहिँ आइपुग्छ होइन यसलाई सर्लक्क पखालेर यो भाँडामा राखेर अनि उसँग बोइल गर्नुपर्छ अनि त्यसपछि घाममा सुकाएपछि तरकारी बन्छ होइन हामीले अब पखाल्दै हुनुहुन्छ पखाल्दै हुनुहुन्छ यसमा कापु यो चाहिँ अब यो मात्रै बोइल गर्दा उसिन्छ हुने भएर कापु पनि चाहिन्छ अहिले कापु पनि देखाइदिनु यस्तो हाल्नु पखालेर धेरै हुन्छ होला यो भाँडामा अलिक थोरै राख्नुपर्छ यो 2 दिनको मेहनत मेरो यसको तरकारी चाहिँ एकदम महँगो हुन्छ यो सुकाएपछि मात्रै बिक्री गर्छन् यस्तै काँचोमा पनि बिक्री गर्छन् काँचो गरेर सस्तो हुन्छ तर बिक्री गर्नेलाई चाहिँ होइन यो चाहिँ आफ्नो घरकोलाई खानालाई ट्याक्क यो चाहिँ कापु यो चाहिँ हाम्रो जङ्गलमा पाउँदैन यो धेरै माथिबाट लिएर आउनुपर्छ हाम्रो जङ्गलमा पाइने भनेको यो हो अब यहाँ माथिबाट कापु राख्नु पखाल्दैछौँ कापु चाहिँ यस्तो गरी माथि राख्ने फेरि त्यसमा बाँको राख्ने फेरि माथिबाट कापु राखिदिएर यो चाहिँ उस नहोस् भनेर मैले के अरे त्यो नचिलाओस् भनेर चिलाउँछ यो जालले अब यो चाहिँ अमिलो हुन्छ क्या यसले पुरै हराउँछ अब यो अमिलो भएपछि कापु पनि धेरै राम्रो फुलहरू फुलिसकेको रहेछ होइन हरियो पात हुनुपर्ने ठुल्ठुलो तर आज सुकिसकेको भएर यस्तो छ यो सबै त हुने भएन भोलि खोज्ने अब फेरि यो कापु लिनलाई चाहिँ टाढा जानु पर्ने भएर झ्याउनुहुन्छ कि अब यति नै छ कापु सुकिसकेको अस्ति नै ल्याइदिएको लास्टमा चाहिँ यस्तरी सुक्छ होइन बहुत धेरै भएपछि अहिले जति उछानेको छ नि उछाउन लगाएको छ नि त्यो सबै उछाउनेपछि बल्ल यति हुन्छ अनि यो त केजीको 1500 कति भन्छ नि यो त आधा कट्ठा जति जान्छ त्यही भएर कसैले पनि बीज बिक्री गर्दैन गुन्द्रुक भन्दा टेस्टी हुन्छ यो पनि अस्ति बोइल गरेको यो हिजो अस्ति कहिले बोइल गरेको धेरै बोइल गरेपछि बल्ल यति निस्किन्छ गाइज तरकारी पनि मिठो हुन्छ गाइज मिठो यति मात्रै हटाउने अब फेरि अर्को बान पनि उछाल्नु पर्छ कि कापु पुग्दैन अहिले हुन्छ त के अहिले कतिको सुकाउने के फेरि भोलि उछाल्नु अटाएमा भाँडो पनि अब ठुलो भाँडोमा पनि बनाएर काम छैन फेरि माथि खेततिर हल्लिरहेको छु मम्मीले उता बाँको साँको बनाउँदैछन् एकछिनमा घाँस सास काट्न जानु छ होइन यही भिडियो बनाऊँ भनेर बसिरहेको थिएँ अब एकछिनमा घाँस सास काट्न गइहाल्नुपर्छ गाउँघरतिर धेरै पछि भिडियो आइरहेको छ यार भिडियो पनि त्यसरी बनाइदिएन अब फुर्सद नभएर भनौँ कि अब भिडियो बनाउनलाई कन्टेन्ट सन्टेन्ट आउँदैन त्यस्तै जस्तो आयो त्यस्तै भिडियो बनाइदिने भएर पनि हो धेरै राम्रो भिडियो बनिरहेको हुँदैन मम्मी अझै
काबु पखाल्दै त्यो हाल्दै गर्दै हुनुहुन्छ। अब त्यहाँ चाहिँ माथि चाहिँ अब यसलाई चाहिँ आगोमा राख्ने हल्का पानी हालिदिने आधा जति पानी हाल्नुपर्छ होइन मम्मी आधा जति पानी हालेर बोइल गर्ने अनि यो पाकेपछि चाहिँ अनि यसलाई सब निकालेर अनि घाममा सुकाउने अनि यसको डाँठोहरू फालिदिने यो काबुको डाँठोहरू चाहिँ अनि बाँको चाहिँ धेरै भएर मम्मीले यता पनि राख्नु भएको छ यो अब 1-2 दिनमा बोइल गर्नलाई नकुइयोस् भन्ने जस्तो बाँकोहरू चाहिँ यो बाँको चाहिँ अब हाम्रो भिडियो यतैतिर सुर्खेततिर भइराख्ने मान्छेहरू थाहा होला सुर्खेतमा पनि कुनै ठाउँमा त हुँदैन हाम्रो भेकतिर मात्रै हुन्छ बाँको पनि धेरै सोतापाती चाहिँ पाउँदैन बाँको पनि इनअफ छ। अब भोलि आज चाहिँ अब धेरै राम्रोसँग बाँको खोज्न गइएन एक्लै सिङ्गल गइएको थियो भोलि चाहिँ अब मान्छेहरू भएसम्म 8-10 जना मान्छेहरू कति 3-4 जना हुन्छ 3-4 जना मान्छे अरू मान्छेहरू पनि गइरहेका हुन्छन् कति मान्छेहरू गइरहेका हुन्छन् तर 3-4 जना आफ्नो साथी भएपछि जङ्गलमा डर पनि लाग्दैन भन्ने हो। ल भिडियो यति नै सबैले लास्टसम्म हेरिदिनु होला बाँको भने के हो कस्तो हो भनेर चाख्न मन लाग्यो नि कमेन्ट गर्नु होला होइन एक छाक यति दिन सकिन्छ होइन आलु सालुमा मिसाएर खानलाई पिनालु सिनालुमा मिसाएर खानलाई त्योभन्दा बढी त हुँदैन। तपाईँहरूले पनि देख्नु होला यत्रो यो सबै यो बनाएर यति निस्किन्छ पछि सुकेपछि। ल गाइस भिडियो यति नै आज छोटो भिडियो होइन सबैले भिडियो हेरेर सपोर्ट गरिदिनु होला माया गरिदिनु होला लाइक कमेन्ट सेयर गर्ने त तपाईँहरूले अब गरिदिइहाल्नुहुन्छ आफै बुझ्ने हुनुहुन्छ। ल गाइस ल।